तपाईं पनि समय बिताउनुहुन्छ नि एक दिनमा कति घण्टा फेसबुकमा बिताउनुहुन्छ कहिले गाली गरे एउटा देखाइदिनु नि त मैले कति धेरै चीज लेख्नुहुन्छ हैन यार तेरे एउटा देखाइदिनु नि त मैले गाली गरे नि अहिले देखाइदिनु नि त अहिले मोबाइल अफ गरेर बसेर बेला देखाइदिनु भन्नुहुन्छ त देखाइदिनु न एकछिनपछि देखाइदिनु न छैन तपाईसँग प्रुफ छैन त्यो हावाको तपाईको भरमा तपाईले प्रश्न सोध्नु नो है प्रुफ छ भने देखाइदिनु न मैले गाली गरेको छैन म तर्क गर्छु उहाँहरु तर्कमा नसकेर गाली गर्नुहुन्छ जो मान्छे तर्क गर्न सक्दैन नि उले मुख छाड्छ ती फटारलाई मैले हिसाब असार मसान्तमा आउँछ त्यो त जहिले पनि आइराखेको छ नि जहिले पनि आइराखेको छ परिवर्तन गरेर क्यूआर किन बनाउने त भनेको तपाईले जे कामका लागि पैसा लिनु भएको गर्दै हुनुहुन्छ भने त्यसको त हिसाब देखाइदियो भने त किन देखाउँदैन पारदर्शी भयो नि किन देखाउँदैनौ हामी सबै देखाइराछौं नि अहिलेसम्म तपाईको यत्रो हामीले श्रमबाट चाहिँ दुनियाभरको चाहिँ सम्पत्ति जोडिदिएका छौं सरकारलाई नगरपालिकालाई त्यसको पुरै हिसाब देखाइराछौं नि हैन तर ती फटाहरू ती जोकरहरू जसले 1 रुपैयाँ तपाईको चाहिँ के रे हैन सहयोग गरेको छैन त्यसले दिनरात अहिले दे भोलि दिने कुरा छ र दिने कुरा छ र ती फटाहरूले कति तपाईको चाहिँ सहयोग गरे है तिनीहरूले जहिले भने तैले देखाइराख्ने कुरा हो र त्यो चीज होइन त्यसले गर्दाखेरि म भन्न चाहन्छु हैन तपाईहरु चाहिँ जे जति हुनुहुन्छ अब यो चाहिँ के भनिराख्ने मान्छेहरु सबैजनालाई म अनुरोध गर्न चाहन्छु जे पाते नबोल्नुस् हैन तपाईले कति कन्ट्रिब्युसन गर्नुभयो त्यो हेर्नुस् आफू नगर्ने अरु त अरुले गर्दा खोटा तान्ने त्यो हैन कति धेरै विवादमा परिरहेको अर्क साङपाङ भन्ने पनि हो नि आगो त देश बनाउन होला विवादमा त के कसरी पर्यो र विवाद